कविवर माधव घिमिरेलाई पत्र भन्ने शीर्षकमा अत्यन्त आदरणीय व्यक्तित्व कविवर प्रहलाद पोखरेलज्यू भेट्यौ होला कवि अनि कलाकारको हुललाई स्रष्टा भानु प्रभृति कविको मण्डली नै जगाई गर्दै हौला अब त गतिलो स्वर्गमै काव्य गोष्ठी जाऊ प्यारा कविवर उतै ध्यान देऊ समष्टि तिम्रो खाँचो अनुज जनले पूर्ण गर्लान् नगर्लान् तिम्रै जस्तो कलम र कला सामु पर्लान् नपर्लान् जे होला अवनी तलमा छोड चिन्ता र चासो तिम्रो माया तरवर रहोस् दूर पारी गुनासो गर्थ्यौ साँच्चै परिणत तिमी शक्तिमा शोकलाई लेख्यौ शोकाकुल कवि हुँदा कस्तो हुन्छ रुवाई यस्ता मान्छे अमर पदवी शीर्ष गन्तव्य पुग्दा हामी रुन्नौ हृदय भरिका शब्दका पुष्प हुँदा फाटे होलान् समसित घुमी लेखनाथीय भोटा खेल्दै होलान् मदन र मुना साथमा देवकोटा तिम्रा प्यारा कमल मणिको साथ पाई रमाऊ मखै पर्लान् कविजनहरू काव्य लेखी सुनाऊ पायौ गौरी पनि प्रियतमा साथमा बस्नलाई मिट्दै हौला सुरपुर पुगी आज लामो थकाई हे दिव्यात्मा अमरपुरको लेख है काव्य एक जागोस् हाम्रो पनि हृदयमा काव्य लेख्ने विवेक हे दिव्यात्मा अमरपुरको लेख है काव्य एक जागोस् हाम्रो पनि हृदयमा काव्य लेख्ने विवेक जागोस् हाम्रो पनि हृदयमा काव्य लेख्ने विवेक धेरै धेरै धन्यवाद।